हेलो साथीहरू, मैले चाहिँ आजबाट युट्युब च्यानल खोलेको होइन। अनि मेरो यहाँ घरबाट चाहिँ सिधा स्वयम्भूनाथ भवन देखिन्छ है। सिधा यता फर्क्यो भने चाहिँ मेबी आमा यहाँ हुनुहुन्छ जङ्गलमा बिचमा माथि टापुमा। दर्शन गर्न आउनुहोला। अनि हामी चाहिँ यहाँ बस्छौँ। त्यसपछि उहाँ चाहिँ मेरो घरमा भएको जेट प्लान हुनुहुन्छ है। उहाँ चाहिँ सानो खालको, फेरि उहाँ चाहिँ अर्कै खोइ के प्लान पो भन्दै हुनुहुन्थ्यो। मेरोमा चाहिँ खुर्सानी पनि फलिसक्यो साथीहरू है। अनि यो प्लान्ट चाहिँ खोइ के प्लान्ट हो, यत्रो रोप्यो भने कति बच्चा पार्ने रहेछ। यो फुल चाहिँ फुल्छ फुल्दैन थाहा भएन। अनि यहाँ हेर्नु यस्तो मजाले फुलिरहेको छ। दुई कलरको छ यसमा चाहिँ, एउटै गमलामा दुई कलरको छ। अनि हाम्रो यहाँ आमाले चाहिँ मलाई यसरी ल्याइदिनुहुन्छ। हेर्नु न, उहाँ आमासँग भएको किन्नु पर्दैन नानी, म ल्याइदिन्छु भनेर भन्नुहुन्छ। अनि त्यसपछि यो सबै आमाले दिनुभएको। यहाँ आज भर्खर गाडिदिनु भएको रहेछ यसरी सबै। कुन कलरको थाहा भएन, यसरी गाडिदिनु भएछ। अब अर्को गमला किनेर ल्याएर नि सार्नुपर्छ साथीहरू। आजबाट चाहिँ मैले नि यसो सुरु गरिदिएको नि त भिडियो, तर भन्नु चाहिँ आउँदैन। अनि सबसे ठुलो कुरा चाहिँ भन्नै छुट्याउनै नहुने चाहिँ यहाँ कर्कलो छ। यत्रो बाटोमा रोप्नु आमाले होइन। 2-3 चोटि खाइसक्यो हामीले चाहिँ आमा छोरी मिलेर बाँडी है। फेरि खाने बेला भइसक्यो, अब खाइदिनुपर्छ। आमाले त एकजना मात्रै खानुहुन्छ, अनि हामीले चाहिँ पुरै परिवारलाई मिठो लाग्छ, त्यही भएर 2-3 चोटि खाइसक्यौँ। अब फेरि खानुपर्छ।